त्यही पुरानो अड्डा आऊ न। त्यहाँ होइन के, त्यहाँ हाम्रो क्याफे के। म माथि टप फ्लोरमा बसिरहेको छु। ल छिटो आऊ है, 5 मिनटमा पुग है। कस्तो क्याफेमा तिम्रो कमी भएको जस्तो महसुस भयो कि, बुझेछौ नि? खै त यार साथी, कहाँ गयो क्या त्यो? सर हजुरको बिल। टन्न भयो यार। के भने, तर पैसा चाहिँ कति भयो? कहाँ गयो त्यो? कस्तो भ्रष्टाचारी जस्तो भाग्नु खोज्ने जे कुरामा अनि कहीँ त्यो टोइलेट गयो होला क्या पक्तालाई। टेस्टी है। भने पैसा ल्याएछस् नि, पैसा पनि चाहिन्छ र? ए साथी, तिमीले पो तिरेको? म थिएँ नि यार। सम्झिउ नि यार मलाई पनि कहिले काहीँ। छोडी जाऊ पख न, मोमोको अचार हल्का बाँकी छ, म ल्याएर आउँछु। जाम साथी। बाटोमै छु यार, अबको 1 घन्टामा घर आइपुग्छु। 1 घन्टा? पेट्रोल सक्यो होला? होइन नि यार, पेट्रोल सेभिङ गरे नि यार। तिमी फोन राखेर के हो, जाने हो? लाने हो। अरे अरे कहाँ बस्यो होला? ढकाल्दै हिँड न। पेट्रोल सेभिङ गर्नु परेन। ज्यान हेर्दै 4 मिटरमा 4 लिटर तेल जाला जस्तो छ। हेलो चिडी, कहाँ आइपुग्यो भने? म बल्ल बानेश्वर पुगेँ यार साथी। कलङ्की जाने बाटो यतै हो? होइन नि भाइ, तिमीले ठ्याक्कै अपोजिट आयो त। जानु बाटो त ओहो साथी, बस न। आज यतै बसौँ है। त्यही बस्नलाई भनेर त आएको हो नि साथी। यो चस्मे त जहिले बस्ने बहानामा खाना आउँछ यार। यसले डुबाउने भयो। दाइ 3 जना छौँ, 3 गिलास आउनु भन्दा पुग्छ है? कहाँ 3 गिलास भने? ए 2टा चाहिँ बढी आएछ। यति हाले पुग्छ। मजाले हल्का पानी चाहिँ बढी हालिस्। बढी भात खाने मुखलाई जुङ्गाले छेक्छ भन्ने थाहा छैन। ल पकाएर अनि
अनि साथी कस्तो लाग्यो त भात? होइन यसमा भात पनि छ र भने। के सोचेको? थाप्ने हो? थाप्ने के भन्छ? थप्ने भनेकै थप्ने। थप्ने भनेको होइन साथी, पर्दैन। घरमा त मैले यसको आधी खान्छु, मलाई पुग्छ साथी। बरु दाल चाहिँ थप्थ्यौ कि के हो? 3 थोपा। अनि साथी यार मलाई लास्ट गाह्रो पर्यो यार, हेल्प गर न यार। भन्न साथी के हाल चाहियो? तेरो लागि त ज्यान हाजिर छ। यसो पैसा चाहिएको थियो। भन्न साथी कति चाहियो? 3000 चाहिएको थियो यार। सेट त्यति त छैन यार। 2000 यार, 2000 त होला नि यार। सेट हिजो मागेको भए थियो यार, आज त नो मनी नो हनी यार। 1000 यार, 1000 त होला नि यार। 1000? सेट 1000 त 1 घन्टा अगाडि एकजनाले सेयर हाल्छु भनेर लग्यो यार। डुबे यार। ए मजाक नगर न यार। टिकटकर हो र? हो त। तिमी मजाक नगर न यार। टिकटकर हो र? तेरिका कस्तो 1000 दिन कस्तो लोभ गरेर यार, लोभी। त यार तिमी पनि यार जहिले पैसा मागेछ मुख एटिएम मसिन हो र? खै पेटमा काटको छ, मुखबाट फुत पैसा झर्छ। कस्तो यार। होइन यार, पत्याउँदैन भने ल गोजी चेक गर न। अनि पर्दैन। चेक गर न। पर्दैन यार। केटीको गोजीमा त खुब हाल्ने बानी छ। चेक गर न ल। अनि पर्दैन। आई ट्रस्ट यु यार। चेक गर न ल। यसको कल आयो। हेलो साथी मलाई लास्ट आउँछ पर्यो। किन हस्पिटल परिस? होइन। परिस? होइन। जेललाई गरिस? के होइन कि होइन, अनि के भन्छ? लास्ट पैसा चाहिएको थियो यार। ल म तिम्रो घर आइहालेँ। के हो टिकटकहरू क्या हो? किन? कहाँ खोज्छ त नि? हल्का योगा गरे नि मुला। साथी यार यसो पैसा दियो न यार, सापट चाहिएको थियो। छैन यार पैसा यार, बरु तिमीसँग छ भने देऊ न। बरु सिधै दिँदिन भन्ने हे। दिँदैन त। आज त ठुलो भइस होइन, सानो सँगै बाल्दा चलाउनु बिर्सिस। आज ठुलो भइस। ल म गएर त्यसो भए। साथी एउटा फोटो चाहिँ खिचेर जा न। Feelings of के हो साथी, पुरै अन्धकार छ त। ब्ल्याक होल पसे जस्तो अनुभव भइरहेको त। बत्ती कहाँ हो र? होइन के साथी, अस्तिको महिना बत्तीको बिल 10 रुपियाँ आएर एकदम नाजुक अवस्थामा पुगेँ कि जिन्दगी क्रिटिकल भइहाल्यो। त्यही भएर यो क्यान्डल बालेर पढिरहेको छु। सेभिङ। तर यो क्यान्डल त 15